हामीलाई हिँडाउने हाम्रो साधन चाहिँ यहाँ फाइनल्ली हामीलाई वेट गरिरहेछ। सो अब भाइले स्टार्ट गर्छ भने हामीलाई पिको हाई गर पिकोले हाई गर्छ त्यहाँ ल भरे आउँछौँ ल ल ल ल ल जा पिके ल को भाइ बस्ने ठाउँ खोइ ल फाइनल्ली गाइज अब हामी चाहिँ लाग्यो होइन। यहाँ चाहिँ हाम्रो हुनुहुन्छ सुकुम्बासी भ्लग। हाई भनिदिनु एकलट। हाई गाइस सबैलाई नमस्ते। सबैलाई सबै सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ है गाइजहरू। जाउँ अब हामी चाहिँ हामी इलामतर्फ स्ट्यान्ड छोटो छ ल अघि यस अलरेडी रेकर्ड छ ल। उहाँ चाहिँ एकदम अब हिरो हुनुभयो होइन हाम्रो काजी साहब। ल मुन्टे बस्दै गर, हामी अहिले भरे आउँछौँ मिठाई ल्याइदिएर तँलाई। ल अब हामी चाहिँ लागेको है गाइजहरू। अब यो माइक्रो यो गोब्रो चाहिँ उहाँलाई हस्तान्तरण गर्दैछु म। सो अब चाहिँ यहाँ टच गरेर त अन हुन्छ नि त। हामी चाहिँ भाइको गाडीमा रेडी पिकेलाई छोडेर ततासँगले चाहिँ हाम्रो 150 होइन राजा। सो फाइनल गाइज थ्याङ्क यू वास्तवमै। अनि हामी फुटेजतर्फ लाग्दैछौँ अहिले। लामो स्ट्यान्ड बोक्नु पर्थ्यो तर मैले बोकिनँ। लामो स्ट्यान्ड बोक्नु पर्थ्यो बोकिनँ। बाइक त कस्तो चिपालेर कुद्दैछ यार। तपाईँलाई त्यस्तो लागेको होला। न्युट्रलमा जाउँ ल। सट्टा लाएर आउँछु। खुट्टा चाहिँ नचिचिकन राखेँ ब्रेक तातिएर भिडियो हुँदैछ नि होइन। भिडियो हुँदैछ काट गरेर तपाईँ यो भिडियोलाई चाहिँ चट्ट ब्याकग्राउन्ड म्युजिकमा हाल्नुपर्छ क्या आफ्नो आवाज नआइ। त्यो पनि हो कि तर कपिराइट लाग्छ यार। मेरो कतिवटा भिडियो कपिराइट लगाएर मैले फ्याँकेको गर्छु। गीत सिटको कपिराइट लागिहाल्छ नि त। ब्याट्री कति थाम्छ यसले हाफ एन आवर थाम्छ तर हिट भइहाल्छ क्या यो। हो 10 मिनट 20 मिनट गर्दै अफ गर्ने हुन्छ। यस्तो त भिडियो राम्रै आउँदैन नि। यार बाटो त ढुङ्गै ढुङ्गा रहेछ त्यहाँ। अस्ति अटोमा आउँदा चाहिँ मतलबै भएन होला घुम्ने सुन्न देखिएन त। देखिएन अहिले बाइकमा हिँडेर आएर यो गर्मी हो कि के हो पसिनै आइसक्यो त। गर्मी त बहुत है तर मान्छे गर्मी चाहिँ भन्छ मलाई चाहिँ गर्मी छ जस्तो लाग्दैन। तिम्रो थारी यहाँ वहाँ
तारी बराती बलु बेजोडी बाटो सानो खगेन भाइ कता छ र ए मैले अघि पारी देखिरहेको थिएँ पारी अरे यहाँबाट गाडी घुम्छ त यो राख्दाखेरि घुमाउँछ नि गाइडहरू बाटो चाहिँ यस्तै छ होइन हाम्रो गाउँहरूको दुःख छ यहाँको राजनीतिले हाम्रो स्वयं चाहिँ सकेको छ के भन्नुहुन्छ बाटो अपडेटको लागि चाहिँ के भन्दाखेरि हाम्रो चाहिँ यो गाउँपालिकाको बजेट अनुसार चाहिँ बाटो त्यति राम्रो भन्दैन भएको छैन तर यो हाम्रै के भन्छ सक्रियतामा चाहिँ यतिको चाहिँ भएको छ कन्टिन्यू हामी यस पछाडि बनाउनै छौँ हाम्रो गाउँघरको लागि हाते सुविधा हाते ट्र्याक्टर छ यहाँनिर त्यो सर्भिसिङ हुनको लागि बाँकी छ अनि बाटोको बाइकको लागि यात्रा चाहिँ गाइस सो ट्र्याकहरू एकदम मुस्किल छ होइन अब हामी चाहिँ यतैतिर कुदाउँछ हाम्रो भाइहरूले र इजिली हुन्छ टाढाबाट आउने साथीहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ ट्र्याक ढुँड्नको लागि अनि आशा छ भविष्यमा हाम्रो बाटो पनि बनिनेछ बनिँदैन अस्ति ह्याक हुँदैछ बाइकले उफारेर बनिँदैन होला हाम्रो सायद हाम्रो गाउँको बाटो बनिन्छ तर बाटो त पोरपोराको हुँदैन नि टुक्रा छ त यहाँको राजनीतिहरू लागेर नि म त्यो बाटोको बारेमा धेरै भन्ने सोच्नु छ कि बाइकको त हालत त कत्ला हुन्छ नि सुनिँदा तिम्रो त्यो बोली मुटुमै लागेर मनै भमायो एउटै ट्र्याक छैन कि कालो चस्मा लाएर यार यो ट्र्याकै छैन नि हो चस्मा खोलेर हेर्नु बेला भयो यहाँ त ट्र्याक रहेनछ यार तर तपाईँले हान्छ होला त्यो कता झ्याम्को बोल त कुदाउँथेँ यार अस्ति आएर एकछिन ट्राई गरेको त पुरा कहिँडा पो लाग्यो खुट्टा दुखेर नि हो कहिँडा लाग्यो तपाईँ यस्तो फारेर बस्नुपर्छ नि त कहिँडा लाग्यो यसको टायर चाहिँ ठुलो रहेछ नि भन्छ त मजाको ठिकै छ अलिक सानो छ पछाडिको अलिक सानै लाग्छ मलाई कतिको लेनदेन दिइरहेको छ कतिखेरसम्म पुर्यायो फुपूलाई पुरै हेर्नु नि 45 मिनट जति लाग्यो नि फुपूलाई पुऱ्याउन त कसरी बिचरा फुपू बाइकमा दिन्छ दुःख अडिन नजान्ने अप्ठ्यारो हुन्छ छोरा मान्छे पनि जस्तो कहाँ हुन्छ त यो आलम कसरी लग्यो होला नि होइन हातहरू दुख्यो नि त फुपूको दुखेन अरे हल्का त दुखिहाल्छ नि अनि उहाँ लगेर चढाइदियो चढाइदियो अनि के भन्यो त ड्राइभरहरूले ड्राइभरको नम्बर मागेर नम्बर दिएर अब दिइसक्नु होला अनि प्यासेन्जरवाला गाडी पनि फेरि रोक्दै लान्छ होला र त 2000 माग्दै थियो अनि मैले हुँदैन भने 2000 दिनु न भन्दै त त्यो ट्याक्सीवाला नि कस्तो मुला रहेछ फेरि लुक्न खोजेको नि इमर्जेन्सी केस रहेछ 2000 दिनु म पुऱ्याइदिन्छु
आइपुग्यो त हामी अहिले ठ्याक्कै ट्याक्कै हामी परेकोलाई काटेर पनि मनोजीहरूको पसल छेउमा आइपुगेको आजको मौसम कस्तो छ त भनिदिनु न आजको मौसम फाइनल्ली हाम्रो दर्शकहरूलाई बताउनु पर्दा चाहिँ मध्यम खालको पानी पनि परेको छैन पर्नलाई पनि कम तयार छ हल्का उखुम खालको हल्का हपहप पनि भइरहेछ अनि हामी चाहिँ न्युट्रलमा सर्र ओह्रालो झर्दैछौँ यहाँनिर त काका पास पढ्दै हुनुहुँदो रहेछ चस्मा लाएर टोपी क्या हो काका काका नमस्कार अस्ति आइयो नि 4-5 दिनको भयो त होइन नि यहाँ अनि गाडीले स्वाट्टै बोकेर कुदाहाल्छ उँभो अनि यहाँ यसो हात तल्ला हुनुहुन्न थियो कोही पनि के को लागि यो ए भाइहरू कता छन् काठमाडौँ नि सबैजना सन्चै हुन्छ काका एकछिन पारि पुगेर आउँछौँ कि फेरि यहाँ अब कन्टिन्यू बर्खा मेरो यहीँ हो नि बर्खाको यस्तो गर्मी भएको छैन काकालाई भ्लगमा देखाउनु पर्छ नि काका देख्दै हुन्छ सो यो चाहिँ हाम्रो हाइड्रो हो के हाइड्रो न सामलिङ चामलिङ सामलिङ हाइड्रो पावर हो यो हाम्रो बेसी एरियामा चाहिँ त्यो डी भएको चाहिँ हाम्रो मकैबारी हो त्यो खेत हो अनि यहाँ चाहिँ यो हुन्छ नि धान खेती चाहिँ औधी हुन्छ त्यहाँबाट त्यो ड्याम हो पौडी खेल्नको बाल यो गर्मीमा पौडी खेल्न पाए चाहिँ दामी हुन्थ्यो अब आजको भ्लगमा चाहिँ अलिक अल्छी आइरहेको छ मलाई बोल्न चाहिँ किन भन्दाखेरि हामीसँग रास्ता पनि त्यस्तो राम्रो छैन यस्तो खारा भाइ बोल तिमी पनि बाटो त खतम छ नि बाटो एकदम खतम छ अब त त्यो हामी खोला आइपुग्न आँट्यो खोला आएपछि बारीपट्टि लगाएपछि चाहिँ अलिक बाटो अलिक सजिलो छ अब हामीलाई आधी घन्टा जति लाग्छ बजार पुग्नलाई बजार पुगेपछि त के हुन्छ अब आज बजारमा हो सोयाङ टु इलाम यहाँ भिल्ला हुन्छ होला पारी गरेर कहाँ बस्नु मसँग हिँड्नु नि पारी त कहीँ बस्नु हुँदैन नि मालापततिर किन दिनु कसैले नदेख्ने ठाउँ निकै खतरा पहिरो गएको रहेछ नि त यहाँ त डेन्जर नि तपाईँलाई म एकता ठाउँमा भाइरल पुल जाने ए उहाँ लामो त्यहाँ जाने टाइम छैन नि आज म एकछिन टाइम पासको लागि मात्रै हिँडेको त अनि टाइम पासको लागि हिँड्नलाई चाहिँ अनि भाइरल पुल चाहिँ टाइम पास होइन त्यहाँ त गोप्रो लिएर पो जाने त एउटा लिनु पर्यो नि त साधन के पछि बसेर त साध्य हुन्छ त बाइक भाइरल पुल देख्नु भएको छ तपाईँले हो क्या पुगिहाल्छ त म देखेको त छुइनँ कि किन त बजारबाट 10 मिनट सो गाइस फाइनल्ली हामी चाहिँ खोला छेउ आइपुगिसक्यौँ अनि यो देखिएको एरिया अमृतसरबारी चाहिँ मेरो छिमेकी पाउनु गएको हो टेकफ्रस काकाको हो त्यो चाहिँ पुल भइगयो यहाँ पनि मकैबारीहरू चाहिँ अलवेज होइन दामी नै छ हरियो छ यसपालि मौसम राम्रो भएको कारण चाहिँ फलेको हुन्छ अनि यो हाम्रो चाहिँ मलामी टरोहरू आउँदैछन् यहाँनिर त्यो चाहिँ हाम्रो सरकारी जङ्गल हो अनि सास फेर्नलाई पनि गाह्रो छ यहाँनिर चाहिँ ढाक्का दिँदो रहेछ बाइकले सो फाइनल्ली हामी आइपुग्यौँ पुलमा अनि यो चाहिँ सार्वजनिक टोइलेट बनाएको छ नि त अहिले तर सार्वजनिक टोइलेटको हालत चाहिँ यो अवस्थामा छ गाइस हेरौँ होइन छँदा पनि छैन रास्ता पनि सो त्यसको पनि हामी फुटेज क्याप्चर गर्नेछौँ र सम्बन्धित निकायलाई थोरै जाँच गर्ने पनि प्रयास गरिरहेको छौँ सो सुरक्षा गर्नुहोस् हाइड्रोले गरेर खोला एकदम सुकिसकेको छ बर्खा पानी आउँदा आउँछ सो
करी भने ज्याकेट खोला न करी भने ज्याकेट खोला न बाटोको अवस्था चाहिँ अलिक बिजोकै छ तर म कन्टिन्यू हाम्रो राति त हिँड्नु नसाध्दै रहेछ नि बिचको ट्र्याकमा आएर माथि पनि बिचकै ट्र्याकमा फर्किनु पर्थ्यो कि यात्रा कन्टिन्यू छ बाटो एकदम ठाडो त्यसमा डबल रोड छ होइन धर्म तानेको छ बाइकले तर यो पहिलाको हेरी त धेरै राम्रो बाटो हो